हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो दिदीको छोराको बर्थडे थियो कि अनि त्यही मौका पारेर आज हामी सबैजना बाहिर खाना खान गएको थियौँ फ्यामिलीहरू। अनि त्यसपछि यो एरियाको भ्यू चाहिँ एकदमै दामी देखिन्छ कि नाइट भ्यू। त्यसपछि त्यहाँ छोराले पनि भिडियो सिडियो खिच्दैछ। अनि त्यहाँबाट हामी सिधै लाग्यौँ जिम्बु थकाली खाना खानको लागि। त्यसपछि यो चाहिँ नक्सल साइडमा पर्छ क्या हो। अनि त्यसपछि त्यहाँको गार्दाहरू चाहिँ एकदमै हम्बल हुनुहुन्थ्यो कि एकदमै राम्रोसँग वेलकम गर्नुभयो। अनि भित्र के छिरेको पानी पनि पऱ्यो क्या। म चाहिँ भ्यू इन्जोय गर्दै भिडियो सिडियो खिच्दै थिएँ। अनि दाइ दिदी मम्मीहरू चाहिँ के खाने भनेर अर्डर गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि मेनु सेनु हेऱ्यौँ के खाने भनेर हामीले अर्डर गऱ्यौँ। अनि म चाहिँ भिडियो सिडियो खिच्नलाई हतारमा थिएँ। अनि भिडियो सिडियो खिचेँ म चाहिँ। अनि खाजा पनि कति छिटो आइपुग्यो क्या। त्यसपछि खाजा साजा खायौँ, रमाइलो समाइलो गयो भने गफसफ गऱ्यौँ। अनि त्यसपछि खानाको लागि रेडी हुन जानु पऱ्यो भनेर हात सात धुन परिहाल्यो। अनि हात धोएर त्यसपछि हामी चाहिँ ठ्याक्कै आइपुगेको त ल खाना पनि आइसकेको छ। मैले छिटो यसो भिडियो पनि खिच्दै अनि कस्तो दामी देखेको छ नि, जस्तो दामी देखेको छ नि खाना पनि त्यस्तै मिठो छ कि हजुरहरू पनि गएर एकचोटि भिजिट गरिदिनुहोस् होला। त्यसपछि हामी अनि फ्यामिलीहरू सबैजना मिलेर खानासाना खाएर भ्याएर अनि छोराको बर्थडे सेलिब्रेट गर्नतिर लाग्यौँ। अनि त्यसपछि केक काट्नलाई रेडी भएर बसेको यो चाहिँ। अनि त्यसपछि रमाइरहेको भित्रमै थियो। अनि बहिनीले चाहिँ पुरै ज्यान माथिदेखि तलसम्म त्यसलाई पुरै स्प्रेले ढाकिदियो होइन। अनि सबैजना रमाइलो गर्दै हाँस्दै गऱ्यौँ। अनि त्यसपछि केक सेक काट्यौँ। अनि त्यसपछि खाँदासादा लगाइदियौँ। अनि त्यसपछि हामी निस्क्यौँ नाउको लागि। हामीले इनड्राइभ बुक गरेको थियौँ। अनि इनड्राइभ पनि कति छिटो आयो। अनि इनड्राइभ आएर त्यसपछि घर जाँदा पनि कत्रो ठुलो पानी परेको थियो कि। अनि त्यसपछि मलाई थकाइ लागेको थियो। अनि म त काममा पनि जान्छु नि त बिहान। अनि त्यसपछि थकाइ लागेर अनि घर आउने बित्तिकै म त भक्लक्कै सुतेँ। अनि त्यही हो ल, सी यु इन नेक्स्ट ब्लग, बाई बाई।